Hi guys, नमस्कार. It's me रञ्जना छेत्री फ्रम बुटोल. आज चाहिँ म यता पाल्पातिर आएको छु र सँगसँगै आजको दिनको के गरेँ, किन आएको छु म पाल्पा भन्ने कुराको भिडियोहरू गराउँछु. हेर्नु होला. स्याट हेर्नुहोस् त कस्तो दामी छ भ्यू. Oh my god, look at this beautiful greenery. यताबाट आएको, यता चाहिँ जाने हो सायदै. गाह्रो छ हो, खाना खाएर हिँडेको त थुप्रै भइसक्यो. अब मेन ड्राइभरले चाहिँ खाना खाने भनेपछि ड्राइभर दाइ गाडीले खाने भएपछि झर्नु पऱ्यो. आफूलाई यहाँ कस्तो गराइसकेछ पेट बटारेर. यस्तै छ हेर्नुहोस्. Stone, talk to throw a bone. For a while, sleep के गर्नु, बोर भयो यत्रो ठुलो बसमा एक्लै. म पछाडि म एक्लै, गाडी क्याबिनमा 2-3 जना हुन्छ प्यासेन्जर. अनि मेरो हस्बेन्ड चाहिँ अगाडि स्कुटीमा. my alibi. It's fair enough you wanna call. Changing in the soul apparent got a cold. मेरो डेस्टिनेसन पनि आइपुग्न लाग्यो. विद्यालय रैना देवी मावि हो कि समथिङ त्यस्तै. सामान्य पछाडि छ मान्छे थाकिसकेको छ अब गाडीमा आउँदा. यस्तै छ हेर्नुहोस्. रम्बा देवीको चाहिँ विद्यालय त्यहाँ रहेछ. चोक ल बाटो कति अप्ठ्यारो थियो. कसरी आउनुभयो? हाम्रो सामान चाहिँ यही हो. झरेल खै भनेको. हामीहरू फर्किसकेका छौँ. अब चाहिँ हामी अघिसम्म एक्लै आथे बसमा. अहिले चाहिँ कपाल राइडिङ हुँदैछ स्कुटीमा. सरर रम्बा देवी गाउँपालिकाबाट झर्न लाग्यो.
ए होइन रम्बा देवी गाउँपालिका वडा नम्बर 5बाट झर्न लागि गाइजहरू यस्तो रमाइलो ठाउँ त छोडेर जानु मन थिएन तर के गर्नु घर परिवार छोरी त घर छिन् ल भिडियो कन्टिन्यू छ साँझसम्म घर पुग्ने त भन्यो बाटोमा यस्तो छ जान्न क्या माया झरम पहाडको बाटो यो ल यस्तै छ अहिले कति बज्यो भन्दाखेरि 6:15 भइसक्यो अझै रम्बादेवी गाउँपालिकामै छ घर कतिखेर पुगिन्छ तपाईँबाट 8:30 बजी गइन्छ त घर आज यतै पाल्पातिर बस्दैछु खाना मैले त छोरी छ नि घरै जाऊँ भन्छु हाई यस्तो छ बाटोमा पप्पी आयो हामीले केही पनि लिएर हिँडेको छैनौँ गाइजहरू अझै आर्य भन्छ गाइयो छैन आजको बसाइ पाल्पातिरै होला जस्तो पाल्पाको चिसो खाँदै यस्तो मान्छे चस्मा कसले राख्छ राइड गर्दा रञ्जना छेत्रीले राख्नुहुन्छ मौसम पनि यस्तो छ कि फेरि 6:30 भयो यस्तो कुहिरो लगाइसकेछ हामी चाहिँ शीतल फार्ममा बस्ने निर्णय गर्यो के गर्नु यस्तै छ मौसमले धोका दिनुभयो पानी पर्नु भयो बिच बाटोमा अनि बुटोल पुग्न सम्भव भएन यतातिर लाग्यौँ हाम्रो कटेज पनि हेलो गुड मर्निङ डे 2 फ्रम पाल्पा अब हामी जाँदैछौँ बुटोल सरर यहाँबाट चेकआउट भएर शीतल फार्मबाट यस्तो छ हेर्नुहोस् हेलो गाइज ठिक छ नि ल दिस इज द भ्यू अफ पाल्पा शीतल फार्म हेर्नुहोस् सेकेन्ड टाइम पनि अझै म्याथ मरे छैन यो सेकेन्ड टाइम आएर पनि शीतल फार्मलाई यस्तो रुचाउने भनेपछि केही न केही त छ यो शीतल फार्ममा हजुर केही न केही त छ शीतल फार्ममा होइन नाइस यो कन्स्ट्रक्सन भएछ एन्ड यो कन्स्ट्रक्सन भएछ हामी आउँदाखेरि यो र त्यो थिएन यो चाहिँ थियो यो चाहिँ बहुत मन परेको मलाई फोटो पनि लट्स अफ खिच्या हो 15-20वटा यस्तो रमणीय वातावरणमा आउनु होला बुटोलमा लगेर जाम सबै यो नेचुरल यो चिसो है यस्तो पाइनुमा के हुन्थ्यो होला केही नै हुन्थेन कोही बुढाले छोरीसँग आएको भए अझ रमाइलो हुन्थ्यो है छोरी फ्यामिलीसँग हो किन मेरो लागि आइसक्यो उहाँको टर्न आऊ माया लाऊ
माया यो भुइँमा पनि सानो सानो फुलहरू फुल्यो कस्तो दामी छ कि जान मन थिएन के गर्नु तर घरमा सानी 2 वर्षकी बेबी छ नि त मेरो जानुपर्छ होइन बरु गाईहरू देख्न सक्नुहुन्छ यहाँ अङ्गुरको बोट र त्यहाँ छ हाम्रो स्टार फ्रुटको बोट दसैँतिर बल्ल फल्छ पाक्छ मिठो हुन्छ तराईतिर बुटोलतिर लिची पाकेर बजारमा आइसक्यो यहाँ त बल्ल बतिरो लाग्दैछ भने ल यो अब फाइनल भिडियो हुँदैछ हाम्रो चाहिँ सानो मन आत्या छ हौ हेलो मन आत्तेको छ हजुर त रिल्याक्स मलाई आत्या छ मन प्याकेज अनुसारको ब्रेकफास्ट पनि लिएर अब निस्किने हो गाइजहरू त्यस्तै छ कहिले कस्तो नलेखेको कुराहरू पनि लेखाउनुपर्छ आफ्नो पात्रमा होइन बुढो सबै भिडियोमा चाहिँ हजुरले चाहिँ हेर्नुपर्छ यो हाम्रो पुरै अनप्लान्ड हो होइन अनप्लान्ड हामी पाल्पा आएको थियौँ अनि पाल्पा आउँदाखेरि वेदरले गर्दाखेरि हामी चाहिँ यहीँ स्टे गर्नु पऱ्यो नाइट स्टे गर्नु पऱ्यो त्यही भएर भिडियो अक्रम बक्रम छ हेरेर साथ दिनु होला ल ब्रेकफास्ट गरेर हामी चाहिँ जाँदैछौँ बुटवल चिसो मौसममा तातो कफी खाएर निस्किनु पर्छ होइन ओके न जामिलो पर्छ बटर हम बहुत यूज करेंगे नेक्स्ट के कुन बटर हो कुन फ्लेभर हो मिठो छ विथ साल्ट छ क्या यहाँ छ त चम्चा मैले अघिदेखि निकै एउटा रिटर्न गर्दिनँ भन्छ यो एउटा छुट्टै हालिदिन्छ किन फाल्ने चिया लिएर आउँदाखेरि यो लैजानु ल भन्छु हस्बेन्ड वाइफमा पनि एकजना खाएको खाइ गर्ने एकजना नखाएको नखाने चुजी भएपछि नि गाह्रो हुन्छ है Guys, the fact of parenthood is this. Early morning we got, what is this? Cupcake. यही बेक भएको यो चाहिँ शीतल फार्ममै बेक भएको ओभनमा सो आई लाइक इट म चाहिँ यसलाई के गर्छु होला टिस्युले ऱ्याप गर्छु एन्ड आई विल पुट इट इन माई ब्याग फर माई लिटल क्युटी पाई डटर यस्तो छ प्यारेन्टहुड अनएक्सपेक्टेड घुमियो बट एभ्री सेकेन्डमा चाहिँ सानोको याद आइरहेको छ बाबा मम्मीको याद आइरहेको छ फ्यामिली भएको भए अझै बेस्ट हुन्थ्यो भनेर तर केही छैन वी विल इन्जोय अगेन विथ फ्यामिली टु म मेजर इङ्ग्लिस पढेको भनेर इङ्ग्लिस बोलेको होइन है गाइजहरू अलिअलि अचल भुत चढेछ नि त ब्लग हेर्ने त्यही भएर त्यसैको सँग त अलिअलि होइन प्योर नेपाली पनि आउँछ मलाई लु हामी त लाग्यौँ बुटोलतिर फाइनल्ली मैले मेरो भिडियो पनि अब एड गर्छु है त गाइजहरू हाम्रो ब्रुम ब्रुम दुई पाङ्ग्रे स्कुची आमा बुद्धियो छु अब कस्तो स्टाइलमा जाने अरे सानो तुफानमा हामी तुफानमा जाने हो हाल्नु सक्नु त हुन्छ ओके सेफ पनि हुन्छ ब्याग पनि भित्र पस्छ मोबाइल पनि सेफ हुन्छ बाई बाई गाइज थ्याङ्क यू फर वाचिङ माई होल भिडियो लभ यु आई विल ब्रिङ अगेन लाइक दिस भिडियो फेरि म केही अवसर पाएँ भने भिडियो ल्याउने छु